हामीले एफएम अब रेडियोबाट सबै दिँदाखेरि त कस्तो हुन्छ भने त हो यो त साँच्चै रेडियो एफएमबाट दिएको झन् यसलाई हेप्नै पर्छ भनेर मान्छेले धेरै हेपिरहेका छन् अहिलेसम्म पनि हैन। आफ्नो परिचय खोल्न नचाहने मकवानपुर हेटौडाकी यी चेलीको भनाइबाट प्रष्ट हुन्छ पुनर्स्थापना पछिको सामाजिक जीवन। बेचिएकी चेलीको पुरानो परिचयका कारण उनीहरूले आज पनि खुलेर बाँच्न सकेका छैनन्। गाउँघरको मान्छेले त्यति कुरा बुझ्दैनन्, नबुझेपछि त यसले छोको पानी पनि खानु हुँदैन, यसले छुनु हुँदैन, बच्चाहरू पनि छुनु हुँदैन, यसलाई एचआइभी होला हैन, यो बमाइवाला यस्तो उस्तो भन्ने चाहिँ अब उहाँ परिरहन्छ हैन। त्यहाँमाथि नि अब घर परिवारले नि नराम्रै गर्छन्। अब भनौँ न अब पहिलाको कुरो हामीलाई सबै थाहा छ, अब श्रीमानलाई थाहा छ, छोराछोरीलाई थाहा छैन, त्यो अहिलेसम्म कुरा निस्कियो होइन। गाउँघरको मान्छेले भने पनि अनि यस्तो उस्तो भनेर गाउँघरको मान्छे त यस्तो पो भन्छ नि त भनेर भन्नेले भनिरहन्छन्, भन्दै हिँड्दै गर्ने गरेका छन्। आफूलाई सुनिमाया बताउने अर्की महिलाको पीडा झन् कहाली लाग्दो छ। समाजका तीखा वचन त छँदैछ, बेचिएपछिको पीडा झन् कठोर छ। मेरो यो अहिले आऊ दिदी छ नि, अनि त्यो दिदी हराउ थोरै वर्ष भयो है, अनि थोरै वर्ष भएको अनि के भन्यो भने दिदीले बोलाएको भनेर लिएर गएको। हामीले चाहिँ मेरो दिदीले हराएको थियो अनि दिदीले लिएर गएको, दिदी काममा बसिरहेको छ भनेर भन्यो है। कसले भन्यो त्यसो चाहिँ? दलालले। दलाल चिनेकै हो? चिनेकै हो, आफ्नै एउटै गोत्र पर्छ। कोठीबाट फर्किएपछि पनि सुनिमायाले राहतको श्वास फेर्न पाइनन्। उनी भन्छन् पहिले बेचिएकी थिए, अहिले किनिएकी जस्ती छु। यस्तो भयो कि यो घरपट्टि पनि म अब भनौँ न म किने जस्तो भएछ कि सर। अब मलाई त बेचे जस्तो भइरहेको अब त्यो मान्छे देउने मान्छेले हाम्रो त्यो भनौँ न हाम्रो ससुरकाबाट पैसा लिएर गएको रहेछ कि, अनि त्यस्तो हुँदाखेरि के भयो भने हामीले त आउँछामा पनि दिएन कि सर। हामीलाई त आउँछ चाहिँ हामी धेरै थिएन, म 17 जक्क परेको थियो, अनि त्यो पनि पास गरेर दिएन हो कि। अनि अब हाम्रो छोरा बुढोले पनि माग्नु नसक्ने त्यो पहिल्यै अब भनौँ न बिहे गर्ने बेलामा हामी यो बिहे गरेको भने हामीले बिहे गरेर ल्याएको चाहिँ होइन कि, यो अर्को हातबाट परेको हामी पनि। अनि किन्यो जस्तो भयो कि मलाई त यो घरबटी पनि। अनि त्यसो भएर कि हामीले त पहिला बल्ल फर्केर आउनु रन्जिरा सन्नी भन्यो। आफूलाई एचआइभी नभए पनि कोठीको यौन व्यवसायका कारण अहिले सुनिमाया जस्ता धेरैले अनेक स्वास्थ्य समस्या झेलिरहेका छन्। 2 वर्षसम्म लगातार यौन शोषणमा परेको असर सुनिमाया यसरी सुनाउँछिन्। अहिले समय चाहिँ यो प्लास्टिकहरू दुख्छ मेरो, अनि दुख्न त दुख्छ, अब चिसो बलि नहुँदैन, बच्चामै निबन्धी भएको, अनि एक समय मेरो त्यही हो। नाम नबताउने चेली र सुनिमाया जस्ता चेलीहरू नेपालका प्राय सबै ठाउँमा भेटिन्छन्। कोठीका पीडादायी सम्झना र सामाजिक हेयको भाव बोकेर उनीहरू जसोतसो बाँचिरहेका छन्। जीवनमा ठूलो आशा नभए पनि राज्यले पीडा सुनिदिए मन हलुङ्गो हुन्थ्यो जस्तै भएको छ उनीहरूलाई। खोलेर अब सबैजनाले भन्नु पर्यो, एकजनाले मात्रै भन्नु दिन नमिल्ने रहेछ, तर हामीले त यस्तो आयो तिमीहरू नपर। राज्यका नीति बनाउने नेता र अधिकारीहरूले यी आवाजमा आफ्नै छोरीलाई राखेर हेरुन् पीडा कति कठोर छ। नेपाल बाणी नेटवर्कका लागि अर्जुन अधिकारी, हेटौडा, मकवानपुर।